जग्गा धनियालाई यसो एडभान्स हालिदिनु पर्छ पर्दैन यस्तो छ हेर्न सक्नुहुन्छ यहाँको घरको बनावटहरू झ्यालहरू हेर्नुहोस् बुट्टाहरू टक्क ध्वजा लाएर गुरुङ बस्ती यो चाहिँ यो बाल्यकालमा देखिने चाहिँ होमस्टे नयाँ सञ्चालन भइरहेको रहेछ जे होस् एकदम रमाइलो ठाउँ एकदम घुम्नु लायकको ठाउँहरू एकदमै बवाल छ हामी चाहिँ यहाँको म्युजियम छिरेको है त अँधेरोमा अँधेरो देखिराख्नु भएको छ अहिले एकछिनबाट देख्नुहुन्छ उज्यालो पनि बत्ती एउटा बत्ती छैन त यहाँ मान्छे नै हामी त घुमेर हेर्न थाले बत्ती छैन दाजु यहाँ बत्ती म्युजियम कति थोक होला यहाँ नि 1000 थोक छ जस्तो पुराना सामानहरू है पुरानो घरहरू पहनु भाइ यस्तो गर्नुपर्छ ढोका खोल्न आइदिएर दाजुलाई पनि भिडियो गर्नु मिल्छ त ए म्युजियम हो नि त ल के हो साँचोहरू है अनेक चिज है उहिलेको के हो यो उता हिँड्नु त छ उयो त दुईवटा रहेछ ल पानी पनि आयो बाहिर चाहिँ जता हेऱ्यो नि है सारङ्गी पनि रहेछ हेरौँ यो बजाउने बाजा गाजादेखि लिएर सबै थोक हालहरू पहिली है हुक्का चिलिम भन्छ ल उसलाई है चिलिम बाबाजेले स्वाट लाएर चिल्न बस्नेलाई चिलिम भन्छ अरे नि त ठेकीहरू भाँडाहरू ए तेरी संसार अनेक चिज सारङ्गी तार खुस्किएको रहेछ यो यसको नाम चाहिँ के पो भन्छ यसलाई यो बाजा हो नि त होइन बाजा हेर्न सक्नुहुन्छ यो यस्तो चिजहरू हेर्न सक्नुहुन्छ म्युजियममा अनेक चिज 100 थरी 1000 थरीका छन् सबै हेर्नुहोस् उहिलेका यता हेरौँ मादल ढोलहरू यो के को थाला हो सुन जस्तो त भित्र त तल्किन्छ त कछुवाको ढाड पनि रहेछ नि यहाँ त शङ्खा दाहिने शङ्खा पनि रहेछ नि दाहिने शङ्खा ए दाहिने हो दाहिने पक्रिन्छ हेर्दै सानो रहेछ यस्तो दाहिने हो नि त यो त दाहिने शङ्खा यो चाहिँ के हो यो कछुवा ढुङ्गाहरू यो हेर्नुहोस् उहिलेको चस्मा पनि रहेछ म्युजियममै के हो यो सबै चिज छु यो गाँठी यो बाजा गाजा यो चाहिँ बाजा गाजा होला सायद
यहाँ भएको चाहिँ यो माथि नि हाँसेर यो बुनेको के को त मुसा खिच्चा मार्नेछ नि साँचो चोदानी कुन चाहिँ उफ त्यहाँ त्यो चाहिँ मुसा खिच्चा मार्ने हुन्छ चोदानी तरावरको है कति इन्च हौ सोल्टी नाप्नु युद्ध गरेको यसलाई होइन अलिकति पृथ्वीनारायण शाहले गएको तरावर यही हो कि टक्कै मिलाएर यो चाहिँ के रहेछ दारी खाउनु लागि यो दुईपट्टिदेखि लिएर यो राख्ने यी राख्नु त यो दारी खौरिन जस्तो अरे कोदालीहरू त्यो सबै सबैकै उ कोदाल मसिनो कोदाल हो क्या हेरिसक्यो भरुवा त यहाँको त उवाला पो त खिप्न उवाला पो त फुत्केर जाँदैन फोटो क्या तरावर दुईटा छ भरि माथिसम्म रहेछ नि तर यो खुस्किँदैन चौरीको घर सर देखाउने म्युजियम हेर्न सक्नुहुन्छ गाइस म्युजियम कास्की जिल्ला कास्की जिल्लाको एकदम के अरे म्युजियम सबै कुरा 1000 थोक भएको म्युजियम उहिलेको पुरानो भनेर एकदम सजाएर राख्नु भएको रहेछ एकदमै राम्रो रहेछ ल एकताल मान्छे बाँचिन्जेल एकताल घुम्नै पर्ने ठाउँ पो देखियो त यहाँ त सबै कुरा भएको सबै कुरा केही नै छुटेको छैन जस्तो लाग्यो यहाँ यसो हेर्दाखेरि चाहिँ त्यो पहिलेको मान्छेले बजाउने गिटार यस्तोमा खोइ कस्तो गरेर यसो गरेर बजाउँछ यो राम्रै धुन पायो त ट्याङ 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 मादल पनि रहेछ पहिलाको त्यो हो यो मैले पनि ठेकीहरू हेरौँ कस्तो गुडिया यो चाहिँ फुटेको रहेछ यो चाहिँ बाजा नै हो है यो त फुट्ने बाजा हो यो कन्फर्म यो सिलाइट है उहिलेको ढुङ्गाको मानापाथी उहिलेको 1914 को हो कि अहिलेको हो मान्छेको हड्डीको काङ्डिङ हो कि के हो यो अनि यो उहिलेको हेर्नु ओ क्या हार्मोनियम सरारा ल डमहरू जमै है जाउँ